नमस्ते साथीहरु, यो चाहिँ मैले लिएको आलस हो। आलस चाहिँ चाया पोतो हटाउनको लागि 100% प्रभावकारी, यति राम्रो। विगत 6 महिनादेखि मैले चाहिँ आलसलाई आफ्नो चाहिँ फेसमा लगाइरहेको छु, युज गरिरहेको छु। मैले विभिन्न भिडियोहरु राखेको छु मेरो प्रोफाइलमा, हजुरहरुले गएर हेर्न सक्नुहुन्छ। मैले जति चामल लिए त्यति नै मैले आलस पनि लिए। यो दुईटा चीज चाहिँ हाम्रो स्किनको लागि यति धेरै राम्रो रहेछ। चामलले पनि हाम्रो स्किनलाई ब्राइटेन अप गर्न यस्तो राम्रो गर्छ भने अब आलस त यति धेरै गुणकारी छ। यो दुईटा मिसिँदाखेरि त यसको गुण झन् दोब्बरै हुन्छ। अब त्यसमा मैले अलिकति दूध राखे, दूध राखेर यसलाई एकछिनसम्म मैले 2 मिनेटसम्म चाहिँ मजासँगले पकाउँछु। हेर्न सक्नुहुन्छ मजाले जेली फर्ममा भएको छ आलस। अब यो मजाले सेलाउन दिने, सेलाउन दिएपछि चाहिँ यसलाई मिक्सरमा पिस्ने अनि यो एउटा पेस्ट तयार हुन्छ, जुन पेस्ट हजुरहरुले 1 हप्ताको लागि युज गर्न सक्नुहुन्छ। एक दिन बिराएर अथवा दिनदिनै हजुरले यसलाई चाहिँ मजासँगले फेसमा चाहिँ अलिअलि राउन्ड मोसनमा चाहिँ मजाले मसाज गर्दै 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 एप्लाई गर्नु, लगाउनु अनि मजाले लगाएर यसलाई छोड्दिनु भयो भने कक्रक्क हुने गरी सुक्छ। अनि त्यसपछि यसलाई अलिकति पानी लगाएर